ओहो पुकार कता हिँडेको त नि? ओहो नारायण सर साह्रै राम्रो हुनुभएछ त। कहिले आउनुभयो सरतिरबाट? म त हिजो साँझै आएको। माथि लाउड्राई पनि आउनु भएको छ अरे। साथीभाइहरूले साँझ यसो भेटघाट गरौँ भनेका छन्। अनि त्यही भएर म तलतिर जानेको। तिमी पनि जान पर्यो नि त। ए हुन्छ दाइ, मेरो त घरमा आमा बिरामी हुनुहुन्छ। म यसो घरमा पुगेर आमालाई सोधेर आउँछु नि त। तपाईँ जाँदै गर्नुहोस् न त। ए ल हुन्छ। आमालाई आउँछ त्यो साह्रै छिट्टो झरिहाल है त। म पनि त तल साथीभाइसित जम्मा गर्दै गर्छु ल। ल लाहुरेको जाता गर्दैन घाता हृदय चोखो छ। ओ बाबु नमस्ते। अनि के छ तिम्रो हाल खबर? अनि बाबाहरू कता हुनुहुन्छ? खै त साथीभाइहरू अझैसम्म आएनन्। लाउरे दाइ पनि आउने कुरा हो। आज साँझ रमाइलो गरौँ भने अहिलेसम्म आउँदैनन् त के हो? एकछिन दाइ, आउँदै हुनुहुन्छ साथीभाइहरू। पनि आइहालेको अरे। ल ठिक छ ल बस्दै थिएँ। ल बस। खै त रायन सर पनि आउनु भएन अहिलेसम्म आउनु पर्ने। धेरै कुरा आउनुभयो उहाँले पनि। एकछिन पछि आउँदै हुनुहुन्छ होला। ठिकै छ अब वेट गरौँ न एकछिन। ओ रायन सर पनि आउनुभयो त। ल अब रमाइलो हुने भयो ल। ओहो साथी के छ? ल वेलकम। ल बस गाउँघरको रमाइलो। ल साथी हो, आज लाउरे दाइ आउँदै हुनुहुन्छ होइन? आज भव्य पार्टी गर्ने कुराको भइरहेछ। अब सबै मिलेर हामीले चाहिँ उहाँलाई चाहिँ उ गर्नुपर्छ है। ल ल पल्टनबाट छुट्टीमा आएको हाँसा बोल्दा मौकाले भेट भएको। ल अब लाउरे दाइ आउनु भएको छ होइन? हामी सबै मिलेर अब लाउरे दाइ आएको खुसियाली यहाँ चाहिँ हामीले चाहिँ पिकनिक गर्ने सोचिरहेको छौँ। अब सबैजनाले थोरै कन्ट्रिब्युसन होइन, थोरै पैसा उ गर्नु पर्यो। के गर्ने त साथी हो? ल हुन्छ मिलेर गर्दा भइहाल्छ। साथीभाइ रमाइलो गर्न पनि पर्यो बेलामा। यसो 1000 रुपियाँ उठाउँ अनि यसो कुखुरा काट्ने हो नि गरौँ, रमाइलो गरौँ न त। के छ त साथीहरूको भनाइ? हुन्छ ल मलाई त मिल्दैन होला साथी हो। किन के भयो र? मेरो त आमा बिरामी हुनुहुन्छ अनि कमाउने म मात्रै हो घरमा। अब 1000 रुपियाँ त मैले कसरी ल्याउन सक्छु र? यस्तो हुन्छ नचाहिने कुरा। 1000 रुपियाँ पनि छैन रमाइलो गर्न बोलाउने। नरिसाउनु नि दाइ, म घरमा गएर हेर्छु मसँग रहेछ भने लिएर आउँला, रहेछ भने म चाहिँ आउँदिनँ है। ल म गएँ है। साह्रै हेपेर बोले, गरिब हुनु पनि निकै पीडा रहेछ। हो मामा आउनु भएछ। मामा नमस्ते। ओहो भान्जा नमस्ते। के छ खबर? घरमा दिदीलाई के छ? के भन्नु मामा, मलाई त ठिकै थियो। आमालाई अलि सन्चो छैन। जाऊ न उतै बसेर गफ गरौँ। अनि खोइ त भान्जा दिदीलाई त देखिन, कहाँ जानुभएछ त? आमा भित्र हुनुहुन्छ, जानु न भित्रै। मामा आउनु भएको, के खुवाउने होला, के दिने होला? ल भान्जा म लागेँ। अब आमाको ख्याल गर्नु, आफ्नो पनि ख्याल गर्नु, अलिक काममा चाहिँ मन लाउनु, हलेर नै हिँड्नु। अहिले लागेँ है त भान्जा। हुन्छ मामा। ओहो भान्जा मैले त केही ल्याउन नि भुलेछु। यसो खाजासाजा खानु, आमालाई नि यसो केही ल्याएर खानिदिनु है त। मैले लागेँ है त भान्जा। ल मामाहरू यस्ता धनट्टे छन्। अब निकै गरिब परियो, कसरी कमाउने होला यो पैसा पनि? केटा कता हो? घरतिर जानु लाग्यो माइलो बा। लाउरेर आएर वार भइरहेछ अरे, देखेन? हो र?
म छु भनी भरो साथीले यो कहाँबाट आयो? मलाई त माथि माइलोबाले यहाँ झगडा परेछ भन्नुभएको थियो, त्यही भएर साथीहरूलाई केही भयो कि भनेर आएको नि। कसले बोलायो फेरि यसलाई? मैले बोलाएको। किन बोलाएको? तपाईँलाई थाहा छैन? उसले एक आखरमा तपाईँलाई चाहिँ साथीभाइ कुटिया छ भनेर थाहा पाएपछि ऊ हस्याङ फस्याङ गर्दै साथी भनेर कहाँबाट आयो? किन आयो? साथी भनेको सुखमा मात्रै होइन, दुःखमा पनि हामीले साथ दिनुपर्छ। उसको अवस्था कमजोर छ भनेर हामीले त्यसलाई घृणा गर्नु हुँदैन। भाइ, साथी भनेको यस्तो हुनुपर्छ कि तपाईँ हामी त सधैँभरि सहरतिर छौँ, गाउँमा भनेको उसले चाहिँ केही पर्दा, दुःख पर्दा, सुख पर्दा, जे पर्दा पनि हाम्रो सबै चिज हेरिदिरहेको छ। त्यसैले हामीले कहिल्यै पनि दुःख पर्दा मात्रै होइन, सुख पर्दा मात्रै होइन, सधैँभरि साथीभाइ हामी मिलेर हमेसा हरेक खुसी हामी एक आपसमा साटासाट गर्नुपर्छ। बुझ्नुभयो नि दाइ? हो रहेछ यार, साथी भन्ने साथी नै हो रहेछ यार। साथीले म छु भनी भरोसा दिलायो, साथीले दिलायो साथ। म पनि तल साथीभाइसित जम्मा गर्दै गर्छु ल। डबिङ गर्मै चाहिँ